गर्नेलाई भन्दा देख्नेलाई लाज, प्रधानमन्त्रीको थियो रङ्गशालामै बास, सरकारका विरुद्ध आवाज उठाएकी हातखुट्टा भाँच, पार्टीका बिल्लाधारी गुण्डाहरूको देखियो ताण्डव नाच। सम्माननीय सभामुख महोदय, रङ्गशालामा यही फागुन 19 गते प्रधानमन्त्रीको नाममा खेलकुद आयोजना गर्ने, दर्शक दिग्रामा बसेका मान्छेले बोल्यो भन्दै प्रधानमन्त्रीकै पार्टीका बिल्लाधारी गुण्डाहरूले मान्छे कुट्ने, प्रहरी पीडितलाई बचाउनुको सट्टा कुट्न सघाउने, वा गृहमन्त्रीज्यू, वा प्रधानमन्त्रीज्यू, यो तिम्रो कस्तो लोकतन्त्र, यो तिम्रो कस्तो प्रजातन्त्रको अभ्यास गरिराख्नु भएको छ। खुलमखुला भन्नुहोस्, हामी पार्टीका कार्यकर्ताले मान्छे कुट्ने हो, पुलिस चाहिँदैन भन्नुहोस्, हामी पनि तयार भएर बस्छौँ, यसमा दुई मत छैन। तर विधिको शासन खै, आज बिपीको सपना खै, आज मदन भण्डारीको सपना खै। त्यो भएको हुनाले यसरी मान्छे कुट्ने, खुलमखुला बिल्लाधारी गुण्डाहरू प्रयोग गरेर कार्यक्रममा मान्छे कुट्ने मान्छेलाई कारबाही गरियोस्, पक्राउ गरियोस्, होइन भने सडक र सदनबाट यसको आवाज खरोको साथ उठिन्छ। नेपाल नागरिकलाई, कुनै पनि नेपालका नागरिकलाई कुट्न पाउने अधिकार छैन। सम्माननीय सभामुख महोदय।